जय मसीह। यहाँ सबैजनालाई स्वागत छ। फेरि पनि आज अर्को एउटा नयाँ भिडियोमा म यहाँ सबैजनालाई स्वागत गर्न चाहन्छु र यहाँहरू सबैजना परमेश्वरको अनुग्रहले यहाँहरू जम्मै सन्चै अनि आरामै हुनुहुन्छ होला भनिकन म विश्वास अनि आशा गर्दछु। र आज म तपाईहरुलाई केही कुराहरू हैन परमेश्वरको वचनका गइरहेको हैन सत्य कुराहरू म तपाईहरुलाई बताउन गइरहेको छु। जुन सत्य यो कुरा चाहिँ आज धेरै जनाले धेरै मण्डलीहरुमा धेरै स्थानहरुमा मैले भनिरहेको देखिरहेको छैन। त्यसकारणले गर्दा म तपाईहरुलाई आज बताउने छु येशू ख्रीष्टलाई पछ्याउँदा तिर्नुपर्ने मूल्यहरू के छन् त? हामीले के मूल्य तिर्नु पर्दछ येशू ख्रीष्टलाई पछ्याउँदाखेरि ती कुराहरू म तपाईहरुलाई आज बताउने छु। भिडियोलाई अन्तिमसम्म यहाँले हेरिदिनु होला र यदि यहाँहरू नयाँ हुनुहुन्छ च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला र भिडियोलाई लाइक गर्न पनि नबिर्सिनु होला। र म अब भिडियोमा अगाडि बढ्न चाहे। येशूलाई पछ्याउँदा तिर्नुपर्ने केही मूल्यहरू छन्। उहाँलाई पछ्याउँदाखेरि हामीले केही कुराहरू कम्प्रोमाइज गर्नुपर्ने, केही कुराहरू हामीले सम्झौता गर्नुपर्ने हुन्छ। त्यो सम्झौता के हुन् त? के छन् त त्यो मूल्य हामीले तिर्नु पर्दछ त उहाँलाई पछ्याउँदाखेरि? हामीलाई संसारले कस्तो प्रकारले हेर्दछ, संसारले हामीलाई कसरी हामीलाई व्यवहार गर्दछ त्यो कुराहरू म तपाईलाई बताउने छु। तर यो भिडियो हेरेर यहाँहरू चाहिँ निरुत्साहित नहुनुहोस् तर उत्साहित हुनुहोस् हैन। परमेश्वरले हामीलाई यस संसारमा रहउन्जेल उहाँको निम्ति केही कुराहरू हामीले मूल्य तिर्नु पर्यो भने उहाँको खातिर हैन केही कुराहरू हामीले सम्झौता गर्नु परे तापनि तर अनन्त जीवनमा उहाँले हामीलाई ठुलो इनाम दिनुहुनेछ। हामीले अनन्त जीवन पाउनेछौँ, अनन्त शान्ति पाउनेछौँ र सदा सर्वदा हामी परमेश्वरसँग बास गर्नेछौँ। यो कुरा पनि हामीले याद गर्नु पर्दछ। र ती के कुरा हुन् त म तपाईहरुलाई बिस्तारै क्रमशः तपाईहरुलाई म बुझाउँदै जानेछु। र यहाँ यो छ कि पहिलो चाहिँ आराम र सजिलोपन हामीलाई गुम्छ। हामी पहिला संसारमा हुँदाखेरि हामी सजिलोपनमा आराममा हामी जीवन गुजारिरहेका थियौँ। तर येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि चाहिँ हामीले केही कुराहरू त्याग्नु पर्ने हुन्छ हैन। परमेश्वरले नगर्नु भनेको कुराहरू हामीले छोड्नु पर्ने हुन्छ, त्याग्नु पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि हाम्रो पहिला जुन सुख शान्तिमा हैन जुन संसारमा हामी लाग्थ्यो हामी शान्तिमा छौँ, सुखमा छौँ हैन, मलाई यो कुराहरू गर्दाखेरि मलाई राम्रो भइरहेको छ, मलाई त्यस्तो केही पनि नराम्रो भइरहेको छैन हैन, म शान्तिमा छु, म मोज मजामै छु, म आराममा छु भन्ने कुराहरू ती पापका कुराहरूलाई चाहिँ हामीले छोड्नु पर्ने हुन्छ, त्यसलाई त्याग्नु पर्ने हुन्छ। हामीलाई परमेश्वरलाई पछ्याइसकेपछि चाहिँ ती कुराहरूलाई हामीले हटाउनु पर्ने हुन्छ, त्याग्नु पर्ने हुन्छ। त्यसकारणले आज तपाईँ अनि हामीले केही कुराहरू याद गर्नुपर्ने हुन्छ कि त्यो सजिलो अनि त्यो आरामपन चाहिँ हामीले ख्रीष्ट येशूमा मात्र पाउँछौँ। अब हामीमा त्यो शान्ति चाहिँ अब ख्रीष्ट येशूमा मात्र छ। हामी संसारिक थोकमा संसारिक कुराहरूमा हामी आनन्द अनि त्यो सुख विलास हामी खोज्ने अब हामी हुँदैनौँ। जब येशू ख्रीष्टलाई हामीले विश्वास गर्छौँ, उहाँलाई पछ्याउँछौँ, ती कुराहरू सबै कुराहरू बिस्तारै हटेर जानेछन् र यी कुराहरू चाहिँ हामीले त्याग्नु पर्ने हुन्छ। जुन संसारका थोकहरूलाई हामीले हैन जुन पापमय स्वभावमा हामी जिएका व्यक्तिहरू ती पापमय स्वभाव लिएर हैन त्यो पुरानै कुराहरू लिएर हामी ख्रीष्टमा हामी जिउन सक्दैनौँ, उहाँलाई पछ्याउन हामीले सक्दैनौँ। त्यसकारण यी कुराहरू त्याग्नु पर्दछ। तपाईले यसको निम्ति मूल्य चुकाउनु पर्यो हैन, ख्रीष्टलाई पछ्याउनको निम्ति यो त्याग्नु पर्यो। तपाईले दुईटै जुवामा नारिएर तपाईहरु हामी हिँड्न सक्दैनौँ। कि त ख्रीष्टलाई पछ्याउनु पर्यो कि त संसारलाई पछ्याउनु पर्यो। हामी दुवै थोक लिएर हामी हिँड्न सक्दैनौँ। हामी दुईटा डुङ्गामा खुट्टा हालेर हामी हिँड्न सक्दैनौँ। हामीले यदि एउटै डुङ्गामा मात्र खुट्टा हाल्यौं भने हामी गन्तव्यसम्म पुग्छौँ। हामी हैन काहीँ वारीदेखि पारीसम्म हामी काहीँ पुग्छौँ हैन। हामी डुङ्गामा चढ्दाखेरि पनि हामी कतिजनाले डुङ्गा चढ्नु भएको छ कि छैन यहाँहरूले सक्नु हुँदैन। दुईटा डुङ्गामा खुट्टा राखेर यहाँहरूले त्यो चलाउन सक्नु हुँदैन। त्यो एकदमै गाह्रो अनि मुस्किल पर्दछ। त्यस्तै कुराहरू म तपाईलाई भन्न चाहिरहेको यो हो कि संसारका थोक अनि सुख विलासको त्यो पापमय स्वभावलाई लिएर अब हामीले ख्रीष्ट येशूलाई पछ्याउन सक्दैनौँ, उहाँको हामी नजिक जान सक्दैनौँ, उहाँमा हामी अघि बढ्न सक्दैनौँ। र अर्को कुरा यो पनि छ कि सम्बन्धहरूमा संसारमा हामी जबसम्म हामी यहाँ छौँ हैन, हाम्रो संसारमा हामीले हाम्रो सम्बन्धहरू छन्, नातागोताहरू छन्, सबै कुरा इष्टमित्रहरू छन् हामीसित। हामीसँग उहाँले कतिपय आशा गर्नुभएको होला कि ख्रीष्ट येशूमा गएपछि हैन
त्यो उहाँहरूले हामीलाई छुट्टै प्रकारले हामीलाई हेर्नुहुन्छ र छुट्टै प्रकारले व्यवहार गर्नुहुन्छ। त्यस कारणले गर्दा हामी यो सम्बन्धहरूको कारणले गर्दाखेरि सम्बन्धहरूमा पनि हामीले असर पर्न सक्छ। उहाँले भन्नुभएको छ, मलाई पछ्याउनेले होइन पछिल्तिर फर्केर, जुवामा हात राखेर पछिल्तिर फर्केर हेर्नेले मेरो काम गर्न मलाई पछ्याउन सक्दैन भनेर यसले भन्नुभएको छ। हामी संसारिक थोकमा संसारिक कुराहरूमा रमाइराख्ने त्यो कुराहरू अब हामीमा हुँदैन। हामीले चाहिँ अब सम्बन्धहरूमा पनि केही कुराहरू असर पर्न सक्छ। म सबैलाई भन्दिनँ, सबैजनाको त्यस्तो फ्यामिली परिवार होइन यस्तो आफन्तहरू हुनु हुँदैन होला। कतिजना बुझ्ने हुनुहुन्छ होला, कतिजना नम्र हुनुहुन्छ होला होइन। तर मैले भन्न खोजेको चाहिँ धेरै व्यक्तिहरूमा मैले देखेको छु कि जो परिवारबाट एउटा सदस्य होइन ख्रिस्टलाई अपनाउँदछ होइन, उसले परमेश्वरलाई पछ्याउने इच्छा गर्दछ, परमेश्वरमा जिउने उहाँलाई विश्वास गर्ने इच्छा गर्दछ भने फ्यामिलीहरूले उहाँको परिवारहरूले पनि उसलाई एउटा अर्कै प्रकारले हेर्ने होइन, अलि व्यवहार अलि नराम्रो गर्ने व्यवहारहरू मैले देखिरहेको छु। यो कुराहरू पनि हामीले असर पर्न सक्दछ परमेश्वरलाई हामी पछ्याउँदाखेरि। तर तपाईँ अनि हामीले यी कुराहरूलाई हेर्ने होइन। हामीले यही संसारमा केही समय दुःख कष्ट भोगे तापनि, केही समय उहाँको खातिर हामीले कष्ट भोगे तापनि, तर हामीले अनन्त जीवन हामीले पाउनेछौँ। हामी यो संसारमा सधैँभरिको लागि होइन। यो संसारलाई हामीले सबैजनाले एक दिन छोड्नै पर्छ। हामी यो संसारमा कोही पनि अजम्बरी छैनौँ। त्यस कारणले गर्दा मैले आजको भिडियोमा तपाईँलाई यो भनिरहेको छु कि यो दुःख अनि कष्ट तपाईँहरूको जीवनमा छन् होइन। यसोलाई पछ्याउँदाखेरि सबै कुराहरू भने जस्तो, सबै कुरा सुख शान्ति, सबै कुराहरू हामीले चाहे जस्तो हुँदैन। यो सबै कुरा भने जस्तो हुन्छ, आशिषै आशिष हुन्छ। यसो ख्रिस्टलाई पछ्याएपछि म सुखै सुखमा हुर्किन्छु, म सुखै सुखमा म जीवनलाई अब म व्यतीत गर्दछु होइन, परमेश्वरमा आएपछि सबै कुरा हुन्छ भनेर त्यो तपाईँहरूले आशा नगर्नुहोस्। हो, परमेश्वरले चाहनुभयो भने दिनुहुन्छ, तर हामीले चाहिँ यो संसारमा रहुन्जेल उहाँको काम गर्नुपर्दछ। उहाँको निम्ति दुःख अनि कष्ट हामीले उठाउनु पर्दछ। यसो ख्रिस्टले भन्नुभएको छ, मेरो खातिर अनि मलाई विश्वास गरेको कारणले खातिरले यदि तिमीहरूले दुःख अनि कष्ट पाउँदछौ भने तिमीहरू रमाहट गर भन्नुभएको छ। हामी रमाउनु पर्दछ। हाम्रो जस्तो सुकै दुःख अनि कष्ट समस्या आइपरे तापनि हामी रमाउनु पर्दछ। यी समस्या अनि यो सम्बन्धहरू, संसारको सम्बन्धहरू, आफन्तहरू त यही क्षणभरको लागि, क्षणिक समयको लागि मात्र हो। यही संसारमा रहुन्जेल मात्र हो। यो संसारबाट हामी यो संसारलाई छोडेर, यो शरीरलाई हामी जब मृत्यु भएपछि छोडेर हाम्रो आत्मा परमेश्वरमा गएपछि ती कुराहरू, आफन्त इष्टमित्र भन्ने कुराहरू, कुनै कुराहरू पनि रहँदैनन्। त्यस कारणले संसारमै हुँदाखेरि तपाईँले विश्वास गरेर, यसो ख्रिस्टलाई विश्वास गरेर होइन, जुन कठोर हृदय भएको तपाईँहरूको आफन्त हुन सक्नुहुनेछ, कठोर हृदय भएको परमेश्वरलाई विश्वास गर्न नमान्ने, उहाँलाई पछ्याउन नचाहने, उहाँको वचनहरूलाई हेल्ला गर्ने होइन, वास्ता नगर्ने, तपाईँलाई खेदो गर्ने, तपाईँलाई सतावट गर्ने आफन्तहरूको निम्ति हामी प्रार्थना गर्न सक्छौँ। हामीले उहाँको निम्ति हामीले सुसमाचार सुनाउन सक्छौँ र हामी उहाँहरूको जीवनमा को लागि हामी गवाही भन्न सक्छौँ। त्यस कारणले दुःख अनि कष्ट आयो भनेर हामी परमेश्वरलाई छोड्ने होइन। परमेश्वरलाई पछ्याउँदाखेरि दुःख अनि कष्टहरू आइपर्दछन्। उहाँलाई पछ्याउँदा तिर्नुपर्ने केही मूल्यहरू पनि छन्। मैले तपाईँहरूलाई यो भनिरहेको छु। र अर्को छ अहङ्कार र घमण्ड गुम्न सक्छ। जब हामी परमेश्वरमा आउँछौँ, हामी त्यो पुरानो संसारको जीवनमा हुँदाखेरि होइन, त्यो अहङ्कार अब घमण्ड हामी लिएर अब हामी बस्न मिल्दैन। हामी नम्र हुनु पर्दछ। यसो ख्रिस्ट कस्तो हुनुहुन्थ्यो, उहाँको स्वभाव हामीले धारणा गर्नुपर्दछ। हामी नम्र होइन, नम्र जाति उहाँले बनाउनु हुनेछ। र अब हामीमा त्यो अहङ्कार, त्यो घमण्ड लिएर मै ठुलो हुँ, सबै थोक मै जान्ने, मभन्दा राम्रो कोही छैन, म जस्तो बुद्धिमान कोही छैन भने त्यस्तो कुराहरू अब हामीले यसो ख्रिस्टमा आइसकेपछि त्यस्ता कुरालाई त्याग्नु पर्दछ। ती घमण्ड अनि अहङ्कारको कुराहरूलाई पनि हामीले त्याग्नु पर्दछ। त्यही कुराहरू लिएर यदि यहाँहरू बसिरहनु भएको छ, यसो ख्रिस्टलाई तपाईँहरूले विश्वास पनि गर्नुहुन्छ, उहाँलाई पछ्याउनु पनि हुन्छ र तपाईँ साथसाथै अहङ्कार अनि घमण्डका कुराहरू तपाईँ लिएर हिँड्नुहुन्छ भने तपाईँ परमेश्वरमा अगाडि बढ्न सक्नुहुन्न र तपाईँले यो घमण्ड अहङ्कारका कुरालाई छोड्नु पर्दछ। यो लिएर तपाईँ परमेश्वरमा अगाडि बढ्न सक्नु हुँदैन। यस कारणले याद गर्नुहोस्, यी कुराहरू गुम्छन्। परमेश्वरलाई पछ्याउँदाखेरि यी कुराहरू तपाईँहरूले तिर्नुपर्ने हुन्छ, मूल्य तिर्नुपर्ने हुन्छ होइन। हामीले दुःख अनि कष्ट उहाँलाई हामीले छोड्नुपर्ने कुराहरू, सबै कुराहरू
यसो ख्रिस्टलाई पछ्याएपछि यी कुराहरू छोड्नुपर्ने कुराहरू र तपाईँमा यसो ख्रिस्टलाई पछ्याउँदै गर्दाखेरि के कस्ता समस्याहरू आइपर्छन् भनेर मैले तपाईँहरूलाई बताइरहेको छु र यहाँहरूले बुझिरहनु भएको छ होला मैले भन्न खोजेको कुराहरू होइन। म तपाईँहरूको माझमा मैले निरन्तर भनिरहेको छु कि मैले पनि सिकिरहेको छु परमेश्वरको काम गर्नको निम्ति, उहाँको वचनहरू सिकाउनको निम्ति, सिक्नको निम्ति म अघि बढिरहेको छु। यदि केही ममा भुल गल्तीहरू भयो भने मलाई क्षमा गर्नुहोला र परमेश्वरले पनि मलाई क्षमा गर्नुहुनेछ। र मैले तपाईँहरूलाई आज निरुत्साहित गर्न चाहेको होइन, तर उत्साहित गर्न चाहिरहेको छु। सत्य कुरा यही नै हो, सत्य होइन जहिले पनि तितो हुन्छ र त्यो तितो कुराले नै हामीलाई राम्रो गराउँदछ। हाम्रो मिठो कुराहरूले हामीले शरीरलाई हानिकारक गरिरहेको हुन्छ। त्यस कारणले तितो सत्य अपनाएर यसु ख्रिस्टलाई तपाईँले पछ्याउनु पर्नेछ र उहाँ चाहिँ साँच्चै नै तपाईँलाई बचाउनु हुने महान अनि जीवित परमेश्वर हुनुहुन्छ। त्यस कारणले यदि तपाईँहरूले परमेश्वरलाई पछ्याउँदै गर्दाखेरि यी कुराहरू भएर सामना गरिरहनु भएको छ, तपाईँको सम्बन्धहरूमा असर परिरहेको छ, तपाईँले जुन संसारिक थोकहरूमा कुराहरू पहिला गर्नुहुन्थ्यो त्यसमा रमाउनुहुन्थ्यो, त्यो कुरालाई छोड्न परिरहेको छ, त्यो कुरा असहज भइरहेको छ, ती संसारिक कुराहरूलाई पापलाई तपाईँले छोड्न सकिरहनु भएको छैन भने आज नै छोड्नुहोस्। र सम्बन्धहरूमा होइन केही असर परिरहेको छन्, यसु ख्रिस्टलाई पछ्याउँदाखेरि तपाईँ परिवारदेखि टाढा भइरहनु भएको छ भने तपाईँहरू नआत्तिनु। यसु ख्रिस्ट तपाईँ साथमा हुनुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ, उहाँ आदि र अन्त्य, अल्फा अनि ओमेगा यसु ख्रिस्ट हुनुहुन्छ। उहाँ सदा सर्वदा एक समान रहनुहुने, उहाँ कहिले पनि फेरिनुहुन्न, कहिले पनि उहाँ बदलिनुहुन्न, उहाँको स्वभाव कहिले पनि बदलिँदैन। उहाँ जीवित परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। र म अहिले तपाईँहरूलाई अर्को कुरा पनि गर्न चाहे कि परमेश्वरले यसु ख्रिस्टलाई हामीले पछ्याउँदाखेरि संसारिक सफलताहरू, संसारका हामीले चाहेका कुराहरू पनि हामीले त्याग्नुपर्ने हुन्छ। जब हामी यसु ख्रिस्टलाई पछ्याउने विचार गर्दछौँ हामी परमेश्वरको काम पनि गर्नुपर्छ, साथसाथै हामीले आफ्नो दैनिक जीवनको लागि काम त गर्नै पर्यो। तर तपाईँहरू पुरै संसारिक कुराहरू मात्र अलमा लिएर तपाईँ बस्न मिल्दैन। तपाईँहरूले संसारको सफलताका लागि तपाईँ अन्धो भएर, पैसाको लागि तपाईँ अन्धो भएर दौडिन मिल्दैन। किनभन्दाखेरि उहाँले भनिसक्नु भएको छ तिमीहरूले धन र परमेश्वरको सेवा गर्न सक्दैनौ। उहाँले भनिसक्नु भयो हामीलाई दुईटा हामीलाई अप्सन दिनुभएको छ। त्यो दुईटा अप्सनबाट हामीले के चाहिँ चुज गर्ने, के छान्ने, उहाँले दुईटा एउटा बाटो देखाइसक्नु भयो कि हामी संसारलाई पछ्याउने कि परमेश्वरलाई पछ्याउने। संसारलाई पछ्याउँदाखेरिको मूल्य के दिनुपर्ने हुन्छ र परमेश्वरलाई पछ्याउँदा मूल्य के दिनुपर्ने हुन्छ। संसार र धनको हामीले दुईटै एकैचोटि हामीले सेवा गर्न सक्दैनौँ। यदि हामी कुनै दुईटा मालिकलाई होइन एउटा नोकरले खुसी पार्न सक्दैन भनेर यसु ख्रिस्टले भन्नुभएको छ। हामीले चाहिँ कसलाई खुसी पार्ने, संसारकै थोकमा अभिलाषा कुराहरूमा नै हामी दौडिराख्ने कि परमेश्वरलाई खुसी पार्ने, उहाँको कामहरू गर्ने, त्यो कुरा पनि हामीले विचार गर्नुपर्दछ। र यसु ख्रिस्टलाई पछ्याउँदाखेरि तपाईँ संसारका सबैभन्दा धनी अनि होइन सफल व्यक्तिहरू तपाईँले जति पनि हेर्नुभएको छ तिनीहरू कोही पनि विश्वासी छैनन्, कसैले पनि यसु ख्रिस्टलाई चिनेका छैनन्। होलान् कोही हुन्छन् होइन, परमेश्वरले चाहनुभयो भने उहाँले आशिष दिनुभयो भने हुन्छन्, मैले त्यो हुँदैन भनेको छैन। तर धेरै जसो व्यक्ति जुन आज हामीले देख्छौँ रुपियाँ, धन सम्पत्ति, संसारिक सफलता प्राप्त भएको व्यक्तिहरूले परमेश्वरलाई चिनिरहेका छैनन्, उहाँलाई चिन्नको निम्ति गाह्रो छ। अनि यो मैले वचनमा जोड दिन गएको यो हो कि हामी जब यसु ख्रिस्टलाई पछ्याउँछौँ भने हामी संसारका थोकहरूमा पनि हामी अल्मा लिनु हुँदैन। संसारका थोकहरूमा हामी सफलता प्राप्त गर्न, संसारमा हामी सफलता प्राप्त गर्न चाहन्छौँ, यस संसारको थोकहरूमा हामी खालि पैसाको निम्ति मात्र अन्धो भएर हिँडिरहेका छौँ, परमेश्वरको कामहरू गरिरहेका छैनौँ, उहाँको सेवाकाईहरू गरिरहेका छैनौँ होइन, उहाँलाई दिनुपर्ने समय हामीले दिइरहेको छैनौँ भने यो कुराहरू गलत हुन्। परमेश्वरलाई पछ्याउँदाखेरि तपाईँले धन र परमेश्वरको दुवैको सेवा गर्न सक्नु हुँदैन। तपाईँले केवल ख्रिस्ट यसुलाई पछ्याउनु पर्ने हुँदछ। मैले भन्न खोजेको यो होइन कि तपाईँ आफ्नो काम कार्य छोडेर होइन हरेक कुराहरू छोडेर नै परमेश्वरको सेवाकाईमा लाग्नुहोस् भनेको होइन। मैले भन्न खोजेको कुरा संसारको थोकहरूमा बढी ध्यान नदिनुहोस् र यो दिन मिल्दैन यसु ख्रिस्टलाई पछ्याएपछि।
संसारका धन सम्पत्ति हामीलाई यस संसारमा रहन्जेल मात्र हो। हामीले स्वर्गमा लिएर त्यो जान मिल्दैन। हामीले स्वर्गको निम्ति धन सम्पत्ति हामीले थुपार्नु पर्दछ र स्वर्गमा हाम्रो धन हुनुपर्नेछ, यस संसारमा होइन। र जब तपाईँले यी सबै कुरा मैले जति पनि भने आजको भिडियोमा, यी कुराहरूलाई तपाईँले परमेश्वरलाई पछ्याउँदाखेरि होइन सम्झौता गरिरहनु भएको छ, उहाँलाई पछ्याउँदाखेरि एउटा मूल्य तिरिरहनु भएको छ भने यो चाहिँ एकदमै बहुमूल्य कुरा हो। तपाईँ परमेश्वरको निम्ति योग्यको छोरा अनि छोरी कहलाउनु हुनेछ यदि तपाईँले परमेश्वरको खातिर उहाँको निम्ति तपाईँले दुःख अनि कष्ट तपाईँले पाइराख्नु भएको छ भने एक दिन परमप्रभु परमेश्वरले येशू ख्रीष्टले तपाईँलाई स्वर्गमा मुकुट दिनुहुनेछ। यो संसारको क्षणिक भरमा हामीले दुःख कष्ट होइन परमेश्वरको खातिर हामीले सम्झौता गर्नु परे तापनि जब हामी परमेश्वरको साथमा जान्छौँ, अनन्ततामा हामी जान्छौँ, उहाँले हामीलाई सदा सर्वदा हामीलाई जीवित पार्नुहुनेछ र अनन्त जीवन हामी प्रवेश गर्नेछौँ र उहाँले हामीलाई मुकुट पहिराउनुहुनेछ र हामी अनन्त शान्तिमा हामी रहनेछौँ। र यो कुराले याद गर्नुहोस्, संसारका दुःख अनि कष्ट उहाँलाई पछ्याउँदाखेरि तपाईँले तिरिरहनु भएको छ, मूल्य तिर्नु भएको छ भने तपाईँ नआत्तिनुहोस्, नहतासिनुहोस्। परमेश्वर तपाईँ साथमा हुनुहुन्छ। उहाँले तपाईँलाई कहिले पनि एक्लो छोड्नु हुँदैन होइन। उहाँ सधैँ तपाईँको साथमा हुन्छ। संसारले छोडे तापनि, संसारले तपाईँलाई वास्ता नगरे तापनि, संसारले तपाईँलाई घृणा गरे तापनि, तपाईँलाई आफन्तले तपाईँलाई घृणा गरे तापनि अनि तपाईँ संसारमा रमाउन नसकिरहनु भए तापनि येशू ख्रीष्ट तपाईँको साथमा हुनुहुन्छ। उहाँले तपाईँलाई कहिले पनि एक्लो छोड्नु हुँदैन। र म अब आजको भिडियोबाट पनि बिदा हुन चाहेँ होइन। यदि यहाँहरूले यस भिडियोलाई मन पर्यो भने भिडियो लाइक गर्नु होला र भिडियो कस्तो लाग्यो यहाँले कमेन्ट पनि गर्न सक्नुहुनेछ। र यदि यहाँहरू नयाँ हुनुहुन्छ, च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। र म भिडियोलाई अन्त्य गर्नभन्दा अगाडि केही कुरा यहाँहरूको माझमा राख्न चाहेँ। यस सेवाकाईको लागि सहयोग गर्न, यस सुसमाचार कार्यको लागि अगाडि बढाउन, फैलाउनको निम्ति, यस सेवाकाईलाई निरन्तरता दिनको निम्ति यहाँले चाहनुभयो भने आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ। त्यसको निम्ति स्क्रिनमा दिएको क्युआर कोड पनि छ र डिस्क्रिप्सनमा फोन नम्बर पनि रहेको छ, त्यस मार्फत पनि यहाँले गर्न सक्नुहुनेछ। हुन्छ, म आजको भिडियोबाट बिदा हुन चाहन्छु। सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह।